हामी चाहिँ हार्बर साइडमा छौँ यति बेला होइन यो छ हार्बर साइड यो चाहिँ पार्लियामेन्ट बिल्डिङ हो प्रोभिन्सियल गभर्मेन्ट अफ BC को चेक 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 जाँदैछु आज डाउनटाउन भिक्टोरिया जस फेस्टिभल्स ह्यापनिङ राइट देयर अनि parades, food, and lots of things. Also, you guys, stay tuned. Final look चाहिँ हाम्रो यस्तो भयो हैन अब टोपी लगाइयो चस्मा लगाइयो अनि त्यसपछि सेतो कपडा र भिक्टोरियाको आजको वेदर चाहिँ यस्तो छ हैन अझै चलिरहेछ हेरौँ घाम लाग्छ अब पनि चलिरहेछ मलाई चाहिँ खासै सन्चो छैन र नाके आवाज आइरहेको छ होला अनि रुवा ज्वरो दुइटै लागिरहेको छ तै पनि यसो परेड भयो नि हेरेर आउनु पर्यो 1-1.5 घन्टाको भनेर काम पनि ताप्नु हुन्छ भनेर चाहिँ हामी चाहिँ हिँड्दैछौँ यस्तो मिठो फुल म्याउ 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 केटाकेटीहरू कति मजाले खेलेछन् यो समरमा हामीलाई पनि यस्तै पार्क चाहियो भालेन हामी चाहिँ अहिले डाउनटाउन छौँ हैन यहाँ चाहिँ रमाइलो हेर्न सकिन्छ डाउनटाउनमा यस्तो दामी हो हामी चाहिँ हार्बर साइडमा छौँ यति बेला हैन यो छ हार्बर साइड यहाँबाट फेरीहरू लिन अथवा कुनै पनि बोटहरू चाहिँ लिएर चाहिँ स्क्वायर मल नेसन त्यसपछि अन्त पनि घुम्न मिल्छ ठ्याक्कै त्यसको अपोजिटमा के छ भने छ फार्म हाउस छ त्यसको यतापट्टि डर्सी पब छ यो चाहिँ पार्लियामेन्ट बिल्डिङ हो प्रोभिन्सियल गभर्मेन्ट अफ BC को भिक्टोरिया चाहिँ BC को क्यापिटल हो अनि यो चाहिँ पार्लियामेन्ट बिल्डिङ जहाँ सबै लाइक नेसनल एसेम्ब्ली अनि कन्सुलेट मिटिङ एन्ड सबै कुराहरू हुन्छ यो चाहिँ त्यो बिल्डिङ हो हामीसँग चाहिँ एकजना भेन्कोभरबाट दाइ आउनु भएको छ होइन भेट्नलाई जीवन दाइ आउनु भएको छ जीवन दाइसँग हामी थोरै रमाइलो गफ गर्छौँ अनि त्यसपछि आमा यस्तो हेन्सी दियो भएर हेन्सी भएर हामी जीवन दाइको भाउजू के छ जीवन दाइ खबर एकदम राम्रो ह्याप्पी भिक्टोरिया डे भाउजूलाई पनि ह्याप्पी भिक्टोरिया डे तिमी छुनुमुनुलाई नि ह्याप्पी भिक्टोरिया डे कस्तो लाग्यो भिक्टोरिया हजुरहरूलाई धेरै राम्रो लाग्यो दाइ आइसक्नु भएको थियो सबैलाई आएको थिएँ पहिला पनि राम्रो लाग्यो अब उताबाट यता आउँदा झन् विदेश जस्तो लाग्यो क्या अझै रोको देखाउने चिज भन्देऊ चिज डिडिसीको चिज हामी चाहिँ धेरै ढिलो आएछौँ हामी लगभग 1 घन्टा जस्तो ढिलो भइसकेछ हामी आएको किनभने परेड सुरु भएर पनि सकिसकेछ हामी छौँ यहाँ जीवन दाइसँग जीवन दाइको फ्यामिली आउनु भएको छ भ्यान्कोभरबाट घुम्नलाई डाउनटाउन भिडभाड छ आज यहाँ बाहिर हेर त सानो मान्छे बाई बाई गर्दै सानो मान्छे कन्टेन्ट हो मेरो आज माथि हेर यहाँ हेर त बाहिर हामी त माथि गयौँ कहाँ गयौँ र हामी हेर त यी माथि बाहिर हेर यी आकाशमा बिचारा
यस्तो छ भिक्टोरियाको महल। तिमीलाई लिएर जान्छु म सक्दिनँ आज पुस्दिनँ हिँड्नु भनेर। यहाँबाट हामीले यो यता गयौँ भने त्यसपछि हेलिफ्याक्स यहाँबाट 4476 किलोमिटर टाढा रहेछ। लन्डन यहाँबाट 76-73 यो नर्थ भयो। कोलुन, मुम्बई, टोकियो, ब्रिस्बेन घुस्न टाढा रहेछ। दाइ भाउजू पनि जानुभयो 75 मा चढेर बुच्चर। ल बाई 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 बाई। ल जाउँ हामी पनि जाऊँ। हामी पनि जाऊँ अब।